तिमी त कस्तो अर्कै भएछौ। तिमी अर्कैको भएपछि म अर्कै लाग्नु स्वाभाविक हैन र। बिर्स्यौ है अब त मलाई। तिमीलाई सम्झिँदा दुनियाँ बिर्सेको मान्छे पनि त हुँ। माया मारेर मर्ने कुरा होइन भन्थ्यौ त। तिमीले मन मारेर गएदेखि म जीवित नै कहाँ छु र। कस्तो वचन लाउने भएको। तिम्रा वचनका घाउहरू कम छन् र। अब के बदला लिन खोजेको। बदलिएर गइसकेको मान्छेसित बदलाको के अर्थ। उज्जौ नबोल मसित। काश नबोलेको कुरा सुनिदिएको भए यस्तो दिन कहाँ आउँथ्यो र। दुखीलाई ऋणै ऋण सुखीलाई सधन सिया सिया भयो हजुर केले स्याउने मन सिया सिया भयो हजुर केले स्याउने मन नरु नरु जुरेली चरी हाम्रो पालो आउँदैछ घुमेर। कोही मेरो नराम्रो गर्छ भने यो उसको कर्म हो। म कसैको नराम्रो नगरौँ यो मेरो धर्म हो। दुःख मिल्नु स्वाभाविक हो, तर दुखी हुने कि नहुने भन्ने कुरा तपाईको हातमा छ। अरूले चोट किन दिए भनेर सोध्नुभन्दा आफूले अनुमति किन दिए भनेर आफूलाई सोध्नुहोस्। अरूलाई माफी दिनुहोस्, यस कारण होइन कि ऊ माफीको हकदार छ, यस कारण कि तपाईँ आफूभित्रको शान्तिको हकदार हुनुहुन्छ। बुद्धिमान चुपचाप बस्छन्, समझदार बोल्छन् र मूर्खले बहस गर्छन्। र जो व्यक्ति लगातार गुनासो गरिरहन्छ त्यो व्यक्ति कहिल्यै खुसी हुन सक्दैन। दुनियाँले डागरुन हेरेर हेरेर बस्दा हामी अङ्गालो बेरेर दुनियाँले डागरुन। जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन। अरबिक कन्ट्री मोबाइलमा राखेको अलार्म बज्नु अगावै मस्जिदबाट निक्लेको अजानको आवाजले निद खोलिदिन्छ। अचाल त मुस्लिम समुदायहरूको र याद आयो भने तस्बिर हेर्नु, भेट्न मन लाग्यो भने भिडियो कल गर्नु। मान्छे टाढा भएर के भयो त, मन त सँगै छ नि माया। मुटुको टुक्रालाई छोडी परदेशिनु रहर कहाँ थियो र। घरको दैलोमा एक्लै छोडी आकाशमा उड्न रहर कहाँ थियो र। पैसा नै रहेछ सब थोक, एक बारे जुनीमा पनि छुट्टिएर बस। एक्लो भइन्छ परदेशमा जब एक्लै आइन्छ। हरेक कुरा एक्लै गर्नुपर्छ, एक्लै बस्नुपर्छ, एक्लै रुनुपर्छ। खुसी हुँदा नि एक्लै होइन्छ, दुखी हुँदा नि एक्लै। खुसीमा खुसी साट्ने मान्छे हुन्न, दुःखमा सहयोग गर्ने साथी हुन्न। खुट्टा दुख्यो भने पनि आफै मिच्नुपर्छ, रुगा लाग्यो भने पनि आफै पानी तताउनु पर्छ। कहिले पकाउने जाँगर चल्दैन, कहिले पकाएर खाने इनर्जी हुँदैन, कहिले भोकै पनि सुत्नुपर्छ, कहिले खाने फुर्सद समेत हुँदैन परदेशमा, जसले गर्दा निकै गाह्रो लाग्छ। स्टुडेन्टमा आउन निकै सजिलो, तर आएपछि निकै गाह्रो हुन्छ। अझ कतिको त नेपालमा काम गर्ने बानी पनि हुन्न, त्यस्तालाई त झन् गाह्रो हुन्छ। काम र पढाइ एकै साथ गर्नुपर्छ। देख्नलाई जति रमाइलो हुन्छ विदेश, भोग्न निकै गाह्रो हुन्छ। विभिन्न चुनौतीहरूको सामना गर्नु। अब तिमी
क्षितिज पार परदेशमा छु आफन्तको सम्झनामा निबारै रातभरि टोलाइरहेछु आफन्तको सम्झनामा निबारै रातभरि टोलाइरहेछु मुटुभरि माया बोकेर जिन्दगीसँग कुनै गुनासो छैन आमा भाग्यमा जे लिएर आएको थिएँ त्यही त पाउँदैछु बस सहन मात्रै मुस्किल भएको हो जिन्दगीसँग कुनै गुनासो छैन आमा भाग्यमा जे लिएर आएको थिएँ त्यही त पाउँदैछु बस सहन मात्रै मुस्किल भएको हो जिन्दगीसँग कुनै गुनासो छैन आमा भाग्यमा जे लिएर आएको थिएँ त्यही त पाउँदैछु बस सहन मात्रै मुस्किल भएको हो जिन्दगीसँग कुनै विदेशी न मन थिएर बाध्यतामा परेमा ओ विदेशी न मन थिएर बाध्यतामा परेमा जति दुःख गर्दा पनि अभावमै मरेमा जन्मभूमि छुट्यो साथी भाइ छुटे याद आयो मायालुको याद धेरै टाढा पुगिहालेमा काठमाडौँ छुट्यो हेर्दा हेर्दै कहिलेकाहीँ भोकै पेट निदाइदिन्छु आमा थाकेको शरीरले जागर कहाँ देखाउँछ र अर्को कुरा तिमीले जस्तै माया गरी उठाएर कसले खुवाउँछ र यो परदेशमा देश फेर्दा देश मात्र फेरिँदैन परिवेश फेरिन्छ भाषा फेरिन्छ काम फेरिन्छ नियम कानुन सबै फेरिन्छ जुन अवस्थामा जीवन कटिरहेको हुन्छ त्यो बिल्कुलै नयाँ भइदिन्छ मानौ उमेर पुगेको नयाँ जन्म जस्तो एउटा देश छोडेर अर्को देश जानु भनेको नै नयाँ जन्म हुनु त्यहाँ सबै नयाँ हुन्छ सबै नौलो हुन्छ दिन अलग हुन्छ रात अलग हुन्छ केही थाहा हुन्न जस्तो भर्खर जन्मेको बच्चा हुन्छ पहिलोचोटि अरूको देशमा जाँदा पनि